नमस्कार। जसरी हावाहुरी वेग लाग्दाखेरि तपाईँको राम्रो नराम्रो सबै बढाएर होइन तपाईँको लक्ष्य, ठिक त्यसरी नै एक ताका तपाईँको माओवादी जनताको लागि भनेर पुरै आशाको किरणको रूपमा आएको थियो, तर त्यो निराशाको रूपमा रह्यो। ठिक त्यसरी नै आज तपाईँको राष्ट्रपा जनताको लागि आशाको रूपमा आएको छ, तर भोलि त्यो पनि निराशा नबनोस्, यो सावधानी राष्ट्रपाले बुझ्नुपर्छ। तर यसो भन्दै जाँदाखेरि म न कुनै पार्टीको हुँ, हेर्नुहोस् है, म सत्यको पक्षमा हुँ। म न राष्ट्रपा न माओवादी, म एक सत्यको पक्षको हिसाबले बोलिरहेको छु। र यो सत्यको पक्षको हिसाबले बोल्दाखेरि हामीले के बुझ्नु पर्दो रहेछ भन्दाखेरि एउटा आमाले पनि तपाईँको कुनै बच्चालाई, आफ्नो सन्तानलाई होइन राम्रो र नराम्रो, गलत सही भएको ठाउँमा गलतलाई गलत र सहीलाई सही भन्नु आमाको कर्तव्य हुन्छ, एउटा बाबुको कर्तव्य हुन्छ। किन भन्दाखेरि यदि गलत ट्र्याकमा गइरहेको अवस्थामा पनि उसलाई स्याबासी, उसलाई आडस दिन थाल्यो भने त्यो छोरा भोलि गएर बिग्रिन सक्ने चान्स आयो हुन्छ। त्यस्तो अवस्थामा उसकी आमा, उसको परिवारले उसलाई पिटेर हुन्छ कि सम्झाएर हुन्छ कि उसलाई बुझाउने कोसिस गर्छन्, तर त्यही गर्दा क्रममा कोही छोराछोरी ती आमा बुवाप्रति विरोधी भन्छन्। आज त्यस्तो अवस्था छ। त्यस्तो राम्रो तितो सत्य बोल्दाखेरि त्यो मान्छेलाई पच्दैन होइन। त्यो हुँदा मैले भनेको कुरा तितो होला, तर सत्य हो। एउटा जनताले तपाईँ हामीलाई एकचोटि विश्वास गर्छ, दुईचोटि विश्वास गर्न सक्छ, तर बारम्बार त्यसरी विश्वास सधैँ गर्न सक्दैन। त्यो हुँदाखेरि हामीले यो कुरामा ख्याल गर्नुपर्छ। भोलिको लागि हामीले जनताको लागि केही गर्न सकेनौँ भने भोलिको लागि तपाईँ हाम्रो सबै यो पार्टी सबै अन्धकारमय जान्छ। त्यो हुँदाखेरि तपाईँहरू सावधान रहनुहोस् होइन। र यो जनताको आवाज हो, यो जनताले बोलेको आवाज हो। जसरी आमा बुवाले त्यसरी नै तपाईँको भोलि गएर त्यो छोराछोरी नबिग्रोस् भनेर सम्झाइरहेको हुन्छन्, ठिक त्यसरी जनताले अब आवाज दिनुपर्ने अवस्था छ। राम्रोलाई पनि साबासी दिनुपर्ने छ, नराम्रो भएको अवस्थामा हामी सावधान गरिरहेको छौँ। त्यसैले तपाईँहरू राम्रो काम गर्नुहोस्, यही तपाईँहरूलाई शुभकामना छ।